वैदेशिक रोजगारको नाममा ठगी बढ्दैछ। वैदेशिक रोजगारीको नाउँमा हजारौँ ठगिएका। गोरखापत्रमा समावेश भएको तथ्याङ्क अनुसार 2079-80मा 3356 उजुरी, 80-81मा 7763 उजुरी र 81-82को 10 महिनामै 9866 उजुरी परेका छन्। ठगी उजुरीमा 27% वृद्धि, यानि पछिल्लो 3 वर्षमा उजुरी 3 गुणाले बढेको छ। दर्ता भएका उजुरीहरूमध्ये धेरै आफन्त, एजेन्ट र ट्राभल एजेन्सी मार्फत ठगी भएका छन्। 81-82को वैशाखसम्म 166 मुद्दा अदालतमा दायर भएका छन्। वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ, दिदी, बहिनी, आफन्त र सहरका वैदेशिक रोजगार, व्यावसायिक कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सी लगायतबाट ठगिने गरेका छन्। यस्तो तथ्याङ्क उजुरीका आधारमा मात्र आएको हुँदा उजुरी नपरेको ठगी अरू बढी हुने सम्भावना छ। काम र तलब पक्का नभएसम्म पैसा नदिनुहोस्। ठगी सजिलै लुक्दैन। तपाईँ पनि सजग बनौँ, न त तपाईँको पासपोर्ट अर्कै अपराधको शिकार बन्न सक्छ।